नमस्ते अनि गुड इभिनिङ सबै साथीहरूलाई। के छ साथीहरू, सन्चै हुनुहुन्छ? आज चाहिँ मैले तपाईँहरूलाई एउटा रेस्टुरेन्टमा घुमाउन लिइराखेको छु। अन्तिमसम्म भिडियो हेर्नु होला ल। यहाँभित्र मेरो साथीहरू चाहिँ भित्र पसिसक्नु भएको छ। अब म भित्र जान्छु है त, आउनुहोस् सँगै जाउँ। लेट्स गो है त भित्र। ओपन छ, यहाँ फोन नम्बरहरू पनि छ। फुल यहाँ मेरो साथीहरू हुनुहुन्छ। निकै हाँस्नु चिया सेलाएको छ कि छैन? खोइ सिलाइरहेछ। छैन ठिकै छ। हो मसला टी। अब त कसको ऊ के भनेर थाहा भइसक्यो नि त। उता स्विट लस्सी प्लेन होइन, यता हट लेमन टी साथीहरू यता हट लेमन टी अनि सबैले खाउँ न। ओके सानी, ह्याप्पी बर्थडे। केकको ठाउँमा यो रोटी काट्ने हो। सानीको बर्थडे हो नि त आज, त्यही भएर केक चाहिँ काटेको छैन होइन। हाम्रो चाहिँ यही हो, आज छोले भटुरेबाट सुरु हुँदैछ। मसला टी चिकन चिल्ली ज्वरो आएको भनेर के हाम्रो चाहिँ अहिले पुरा छिटच्याट हुँदैछ है। अब नेक्स्ट प्लानिङ गर्दैछौँ फेरि। अब हामी कहिले कहाँ बस्ने होला, कहाँ जाने होला भनेर चाहिँ हामी पुरा प्लानिङ गरिरहेको छौँ क्या साथीहरू है। अब त्यतिकैमा एउटा खानेकुरा चाहिँ आइसक्यो। अर्डर त निकै गरेको छ, तर पनि अब सबैभन्दा पहिला चाहिँ त्यो आयो। यो चाहिँ अहिले यहाँको रेस्टुरेन्टको चाहिँ काउन्टर हो।
अनि यहाँको चाहिँ यस्तो छ है सिन साथीहरू। हामी 6 जना आएको छौँ जम्मा। खतरा चिटच्याट हुँदैछ हाम्रो। आमा के भयो हो कुरा यहाँ चाहिँ बेहोस हुने गरेर कुरा भयो यहाँ। अनि यहाँ हेर्नु न, अब पहिला सुरुमा अब त्यो एउटा आइटम आयो है, चिली चिकन। त्यसलाई चाहिँ स्टार्टरकै रूपमा हामीले चाहिँ सबै भ्याइदिइहाल्यौँ। चिया खाने बित्तिकै चाहिँ स्टार्टर खाइयो। अनि त्यसपछि अरू अर्डर कुरेर बस्नु परेको छ अब अहिले हामीहरूलाई। बल्ली आइपुग्यो हो अर्डर, हेर्नु न। पालक पनिर, दाल फ्राई, अनि त्यसपछि नान रोटीहरू आयो होइन। आउँदैछ नान रोटी अझै। रोटी मात्र हेर्नु न कति ठाउँ छ, 4-5 ठाउँ चाहिँ रोटी आइसकेछ। अझै पनि हाम्रो अर्डरहरू चाहिँ अन द वे छ। कोफ्ता मलाई कोफ्ता मलाई कोफ्ता त्यस्तो पनि हुन्छ
आउट अफ रेन्ज भयो जस्तो छ यहाँनिर तपाईँहरूले चाहिँ देख्नुहुन्छ नि त होइन अब धेरै आइटमहरूको चाहिँ भाँडाकुँडाहरू देख्नुहुन्छ तर अब खासै त्यो भाँडाकुँडा मात्रै धेरै हो साथीहरू खानेकुरा चाहिँ कम नै थियो त्यही भएर चाहिँ हामीहरूले करिब करिब खाली भाँडा मात्रै छोडियो लास्टसम्ममा यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले केही उब्रेको छैन होइन आज फर्स्ट टाइम टेस्ट गरेको चाहिँ मलाई कोफ्ता थियो मलाई कोफ्ता चाहिँ अलिक टेस्ट चाहिँ जिब्रोले थाहा नपाएको जस्तो लाग्यो जम्मा 2 प्लेटमा 8वटा आएको थियो हामी 6 जना एउटा चाहिँ टेस्ट गर्यो होइन अनि 2टा मलाई कोफ्ता चाहिँ बाँकी रह्यो भनेपछि मलाई कोफ्ताको टेस्ट चाहिँ हामीले नपाएकै रहेछौँ जस्तो लाग्यो अरू बाँकी त हामीले सबै साफ गरियो त्यहाँ भएको त्यो कागजहरू मात्रै बाँकी छ खानेकुरा चाहिँ केही पनि बाँकी छैन खानेकुरो नफाल्नु पनि भन्छ नि त होइन साथीहरू ओके साथीहरू आजको भिडियो यस्तै भयो खासै त्यस्तो धेरै राम्रो भिडियो त भएन होला तैपनि आशा छ तपाईँहरूले इन्जोय गर्नुहुन्छ होला थ्याङ्क्स फर वाचिङ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला साथीहरू सी यू इन द नेक्स्ट भिडियो ओके बाइ बाइ